वेलकम ब्याक टु माई च्यानल इट्स मे गुनु र मेरो जिए ब्लगमा हजुरहरूलाई स्वागत छ। सो यो ब्लग पनि एउटा ऱ्यान्डम ब्लग हो। दिस इज अल्सो अ ऱ्यान्डम ब्लग बट टुडे आई एम गोइङ टु बन्देपुर। लेट्स गो स्टार्ट आवर डे। मैले चाहिँ होइन म चाहिँ हल्का ढिलो हुँदै थिएँ, सो त्यही भएर मैले चाहिँ आज स्किन केयर दिखाएन। कति स्किन केयरमा त देखाउनु होइन। सो म चाहिँ अहिले हजुरहरूलाई मेरो ओटिडी देखाउँछु तल गएपछि होइन। इट्स सो फ्रिकिङ हट। सो माइक हजुरलाई एकैछिनमा भेट्छु है त। Look at the rainbow, how beautiful it is. It was not raining, but there is a rainbow. Let's do a quick OOTD of the day. Today I am wearing a plain t-shirt, shorts and a white shoes. Plus I am carrying a jacket also because it's too hot that it will burn my skin. यो चाहिँ हाम्रो गर्ल्स ट्रिप हो होइन। वी आर गोइङ टु बन्देपुर एन्ड इट्स रियली अमेजिङ टु ट्राभल फ्रम ओन भेहिकल्स रेदर देन टेकिङ बस बिकज इट्स रियली हट। अनि गर्मीमा यति धेरै मान्छे हुन्छ द्याट आई कान्ट टेल यु अल। लुक एट द स्काई हाउ ब्युटिफुल इट इज। आज त वेदर पनि हाम्रो साथमा छ जस्तो, न पानी परे न घाम लाहा, हल्का हल्का हावा चाहिँ चले है। स्कुटरमा हिँडेपछि हावा चाहिँ चल्छ कि। बन्देपुरको बाटो फेरि यस्तो घुमाउरो छ नि, आमामा यो बाटोको त झन् कुरै नगरौँ। म 8-9 वर्ष अगाडि आउँदा नि यस्तै थियो, अहिले पनि यस्तै छ। न बनाउने न बिग्रिने। पानी आउँदा बरु कहिले काहीँ बिग्रिन्छ होला। यो ठाउँको सिनरी चाहिँ एकदमै राम्रो छ कि। अझै माथि टपबाट हेर्दा झनै राम्रो छ क्या। लेट मी इन्ट्रोड्युस यु अल। उहाँ चाहिँ हाम्रो यमुना मिस हुनुहुन्छ र आजको आधाभन्दा बढी भ्लग चाहिँ उहाँले बनाइदिनु भएको हो र उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। फाइनली वी रिच टु बन्देपुर। टुन्डिखेलमा आइपुग्यौँ हामी चाहिँ। अघिसम्म चाहिँ वेदरले एकदमै साथ दिएको थियो होइन, तर स्कुटरबाट झर्ने बित्तिकै यति चर्को घाम लाग्यो कि आम्मा। बट एनिवेज लुक एट द क्लाउड हाउ ब्युटिफुल इट इज। आई हेभ ए लट्स अफ मेमोरी इन दिस बन्देपुर प्लेस। इट्स रियली अमेजिङ। मैले चाहिँ बोलेर भन्दा नि मैले भोइस ओभर गर्न प्रिफर गर्छु बिकज कहिलेकाहीँ के हुन्छ भन्दाखेरि हामीले एकदम नराम्रो भन्दा नि नराम्रो जो बोलेको हुन्छ नि त, त्यो चाहिँ हामीले हाल्न मिल्दैन। सो द्याट्स वाइ। अनि यहाँ चाहिँ हाम्रो ट्रिप परिस पानी परेर यहाँ चाहिँ हल्का हिलो रहेछ होइन। अरू बेला केही हुन्न भने होइन, यताउता घुम्न जाने बेला कस्तो डार्क सर्कल आउने हो के। यो रिजोर्टको बाहिर चाहिँ हामीले 2-4वटा फोटो क्लिक गऱ्यौँ। त्यसपछि हामी चाहिँ माथि बजारतिर डुल्न लाग्यौँ। त्यहाँ चाहिँ हामीले के सोचेको थियौँ भन्दाखेरि एउटा दुइटा भयो नि ड्रेस लगाएर अनि फोटो क्लिक गर्ने भनेर डुल्यौँ, एकछिन हिँड्यौँ अनि कहाँ कहाँ के राम्रो छ त्यो सामानहरू हेऱ्यौँ। हामी चाहिँ यति कन्फ्युज थियौँ होइन, हामी अगाडि जाऊँ कि नजाऊँ भन्दै। कहिले चाहिँ हामी त्यहीँ उभिएछौँ, कहिले चाहिँ हिँडेछौँ। अनि यो ठाउँको चाहिँ यो बन्देपुर ठाउँको चाहिँ घरहरू यति राम्रो छ होइन, पुरानो डिजाइनहरूको छ बट द हाउसेस आर भेरी ब्युटिफुल। यो ठाउँमा चाहिँ म एकदमै धेरैपल्ट आइसकेको छु कि। म मेरो स्टुडेन्टहरूसँग नि आएको छु होइन, अनि साथीहरूसँग नि पहिला कति आइन्थ्यो। आज चाहिँ म फर्स्ट टाइम मेरो साथी भन्नाले नि म मेरो नानीहरूसँग आएको होइन। इट वाज अ डिफ्रेन्ट experience plus it was very amazing. I really love to communicate with them. They were really amazing. म चाहिँ त्यो दुइटा नानीहरूसँग आज फर्स्ट टाइम भेट भएको जस्तो लागेको थिएन कि। इट वाज लाइक वी नो इच अदर फ्रम सो मेनी डेज और इयर्स। हामी चाहिँ एकछिन त्यो गल्लीहरूको बिचमा एकछिन डुल्यौँ अनि त्यहाँ एकछिन फोटोहरू भिडियोहरू खिच्यौँ र त्यहाँ पसलमा नि राम्रो सामानहरू राखेको रहेछ होइन। बट वी डिडन्ट बाई एनिथिङ, वी वे जस्ट देयर फर फन। अनि त्यसपछि हामी चाहिँ कस्ट्युम चेन्ज गर्ने ठाउँमा आइपुग्यौँ। मैले चाहिँ योपालि चाहिँ डिफ्रेन्ट सोचेको थिएँ होइन, किनकि मैले यो ड्रेसहरू सबै लगाइसकेको छु कि। मैले इलाममा लगाएको थिएँ, मुस्ताङमा लगाएको थिएँ, अनि मैले आई एम मगर, मसँग चाहिँ मगर ड्रेस छ। सो त्यही भएर योपालि चाहिँ मैले चाहिँ नेवारी ड्रेसमा चेन्ज गरेँ। होइन म भोइस ओभर गरिहाल्छु नि। अनि त्यही त भन्दैछु त होइन। यस्तो गर्मी भएको थियो, मैले जस्ट 15 मिनट्सको लागि लगाएँ अनि त्यसपछि मैले निकालिहालेँ कि। अब हामी फर्किन लाग्यो अरे के, फर्किन नि के फर्किने हो र। भोक लाग्यो क्या। We saw this restaurant and we decided to eat here. यहाँबाट भ्यू ठिकै रहेछ। इट वाज अलरेडी 5:30। मैले चाहिँ यहाँ फेन्टा मगाएँ र हामीसँग यहाँ छ मोमो, सुकुटी अनि आइम सरी आई डोन्ट नो द नेम, आई फर्गेटेड।
फर्स्ट अटेम्प्ट है त यो सपु मिचा खाने अटेम्प्ट इट वाज भेरी बिग यो चाहिँ एकदम ठुलो थियो मेरो मुखमा अटिरहेको थियो होइन कि यो चाहिँ सेकेन्ड अटेम्प्ट है त टिस्यु ल्याउ न टिस्यु ना मामी भनेको चाहिँ गहना छ भनेको कि है पानी नहुनेलाई चाहिँ त्यो उस लाग्छ अलिक फोकेर भाँच्नु हुन्छ तर मोमो पनि फ्रोजन मोमो दिनुभएको थियो कि यति नमिठो थियो होइन एन्ड दिस प्लेस वाज वे टु एक्सपेन्सिभ खाजा खाएर भएपछि चाहिँ हामी चाहिँ लाग्यौँ हाम्रो पार्किङतिर अब चाहिँ हामी दमलतिर फर्किनुपर्छ नत्र अँधेरो हुन्छ बट वी डिसाइडेड टु स्टप इन द मिडल अफ द रोड एन्ड क्लिक सम पिक्स एन्ड मेक सम भिडियोज त्यसपछि हामी चाहिँ दमली बेकरी गयौँ बट ढिलो हुन्छ भनेर हामीले चाहिँ फेरि स्पट चेन्ज गरेर तल ग्राउन्डतिर गयौँ हेलो अगेन वेलकम ब्याक एक्चुअली हामी चाहिँ बन्दीपुर आउँदाखेरि अलिक ढिलो भएको थियो त्यस कारण मैले चाहिँ त्यो एन्डिङ भ्लग बनाएन सो यो चाहिँ मैले हल्का 2-3 दिनपछि भ्लग गर्दैछु लेट्स गो विथ मी टुडे वी डिसाइडेड टु गो टु मानुङ प्लस स्विमिङ ल हेर त हामी कहाँ कहाँ हुन्छ सबभन्दा पहिलासम्म दिदी घर गएँ अनि पुन्टुलाई भेटेँ त्यो दिदी उड्नुहुन्छ तेरो दिदी जान्नुहुन्छ भोलि त के गर्छस् रोएर बस दमले गएपछि चाहिँ मैले एकछिन स्कुटी सर्भिस गरेँ अनि त्यसपछि हामी गएँ बर्गर हाउस त्यहाँ चाहिँ हामीले सबै ड्रिङ्क्सहरू अनि केक्सहरू काटेको किनकि अब दिदी अब जाने बेला भएको थियो नि त त्यही भएर हामीले चाहिँ फेयरवेल गरिदिएको दिदीको बेलुका भएपछि चाहिँ हामी सेरा गयौँ त्यहाँ चाहिँ हामीले स्विमिङ गऱ्यौँ किनकि अब दिउँसोमा त घाम हुन्छ नि त त्यही भएर हामीले चाहिँ बेलुका स्विमिङ गर्ने भनेर प्लान गरेँ अनि त्यसपछि भयो भन्छ Thank you for watching. Please subscribe the channel and like, share, subscribe. See you next time. Bye bye.